आजको यो भिडियोमा चाहिँ मैले मेरो टिम मेम्बरलाई दिनेवाला छु जगलिङ च्यालेन्ज। जसले चाहिँ जगलिङ धेरै लाउँछ त्यसले रु 500 बराबरको जित्नेछ च्यालेन्जमा चाहिँ। तपाईँ लास्टसम्म बनिराख्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर लाइक गर्नु होला। ल च्यालेन्जतिर अगाडि बढौँ। जगलिङ चाहिँ सुरुमा कसले गर्छ? एउटा दिनलाई समाधान दिन्छु, स्टोन पेपर सिजर गर। जसले जसको जे आउँछ त्यो फर्स्टमा, सेकेन्डमा सेकेन्ड, थर्डमा आउने थर्ड। Stone paper scissors. 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 फर्स्टमा चाहिँ यसले चाहिनेवाला छ। सुरुमा चाहिँ जगलिङको च्यालेन्ज यस्तो रहेको छ। ल तीन मात्र लगाएको छ, तर यसमा यो गेममा हल्का ट्विस्ट छ। यसमा त्यो 3 सिन हुन्न, 3 चान्स मिल्छ। 3 चान्समा जसले धेरै नम्बर ल्याउँछ त्यो चाहिँ विन हुनेवाला छ। 2 चान्स छ यसको। सेकेन्ड को सेकेन्ड त्यो थाहै छ। 3 चान्स, हर चान्समा 3 छ है यसको। 1 2 3 गो स्टार्ट। 1 2 3 4 जीपीएस यसको पानी आएको छ। एक टाइममा ट्युबवेल लागेको छ, तर जितको दावेदारमा चाहिँ यही रहेको छ। नेक्स्ट राउन्ड, सेकेन्ड राउन्डमा चाहिँ 1 11 12 13 14 अघिको 3 राउन्ड गरेर 14 भयो। सेकेन्ड राउन्डमा देवको पार्टी। रेडी रेडी 1 2 4 5 6 7 8 रहेको छ। थर्ड राउन्ड दिएको छ 12 रहेछ। 1 2 3 गो 13 14 15 16 17 26मा खुस भएको छ। त्यही पछि सबैभन्दा अगाडिको नम्बरमा लास्ट राउन्ड जसले धेरै ल्यायो त्यसले 500 रुपियाँ जित्छ। 1 2 3 गो 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 लागेको छ। विन ट्रिस्टकोमा छ है 36। 10 11 12 फाइनल राउन्ड 15 फाइनल राउन्ड 15। दिपेशको चाहिँ कति 25 26 नम्बर 27 28 29 30 31 32 33 34 40 41 42 43 44 45 46 47 50 गेम चाहिँ जितेको छ। गेमको विनर रहेको छ दिपेश। र गेमको नियम अनुसार यसले चाहिँ आजको लागि यति नै। तपाईँलाई भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला। तपाईहरुलाई अझै चान्स मिल्नु छ भने यो सब्स्क्राइब लाइक गर्नु होला, कमेन्ट गर्नु होला।